मातृत्व एवं परिवारको भावना र कार्यको व्यस्ततालाई एकसाथ अघि बढाएका जीवनमा सन्तुलनको उदाहरण बनेका एनएमबी अभिभावकहरू। श्रीमान श्रीमतीबाट बुबा आमासम्मको यात्रा कस्तो भइरहेको छ? प्यारेन्टिङ जर्नी एकदम राम्रो भइरहेको छ। सुरुमा अलिकति डर महसुस हुन्थ्यो, अलि असहज महसुस हुन्थ्यो कि कसरी सबै कुरा चाहिँ मिलेर जान्छ भनेर। तर बिस्तारै टाइमसँग चाहिँ सबै मिल्दै गयो र बच्चाको चाहिँ सानो सानो माइलस्टोन हेर्दै उसले गरेको सबै कुराहरू हेर्दै जाँदाखेरि कसरी दिन बितेछ त्यो पत्तै नहुँदो रहेछ। हामी श्रीमान श्रीमती पहिला पर्सनल र प्रोफेसनल लाइफलाई कसरी म्यानेज गरिरहेको थियौँ त्यो अहिले कम्प्लिटली डिफ्रेन्ट छ। अहिले हाम्रो फोकस भनेको हाम्रो पर्सनल हाम्रो बेबीलाई टाइम दिने र हाम्रो प्रोफेसनललाई इक्वली सन्तुलनमा लाने नै हाम्रो फोकस हो। र हामीले टाइम म्यानेजमेन्ट सिकेको हाम्रो जबबाट र हाम्रो पढाइबाट जस्तो लागेको थियो, तर एक्चुअलमा हामीले अभिभावक भएपछि चाहिँ नै हामीले टाइम म्यानेजमेन्ट एक्चुअलमा सिकेका छौँ जस्तो मलाई लाग्छ। एकदम रमाइलो भइरहेको छ, हामी त इन्जोय गरिरहेछौँ। पहिले अब हाम्रो लाइफ केयर फ्री घुम्ने खाने मात्रै सोचिन्थ्यो भने अहिले चाहिँ बाबुको सोचिन्छ, कहिले घर पुगौँ कहिले भेटौँ बाबुलाई हेरौँ जस्तो फिल हुन्छ होइन। कहिले कहाँ गएर यसो घर पुग्छ त्यसलाई चलाउँ हँसाउँ भन्ने त भइहाल्छ होइन। हुन्छ र घर पुगेपछि एकचोटि फेरि बाबुलाई हेरिसकेपछि दिनभरिको थकान मेटेर एकदम रमाइलो फिल हुन्छ। अब हिजोको दिनमा चाहिँ अब अरूबाट सुन्दा चाहिँ अब प्यारेन्टहरू चाहिँ अलिकति गाह्रै छ होइन। अब दुईजनै अब वर्किङ प्रोफेसनल भए पछाडि चाहिँ अब कसरी अब घरमा टाइम मिलाउने, कसरी अफिसमा टाइम मिलाउने भन्ने हुन्थ्यो होइन। तर आजको दिनमा चाहिँ अब एउटा अर्गनाइजेसनको सपोर्ट होइन, आफ्नो साथीभाइहरूको सपोर्ट प्लस फ्यामिलीको सपोर्टहरूले गर्दाखेरि त्यस्तो गाह्रो भन्ने केही पनि भएको छैन। अभिभावक र कर्मचारीको रूपमा तपाईँको दिनचर्या कसरी बित्छ? रुटिनमा चाहिँ पर्सनल रुटिन एउटा हुन्छ र वर्क रुटिन छुट्टै हुन्छ। पर्सनल रुटिनमा चाहिँ धेरै नै चेन्जेसहरू आउँदो रहेछ, जस्तै स्लिप साइकलहरू पनि बिग्रिन्छ, बच्चाको साइकल अनुसार आफ्नो सबै रुटिनहरू चाहिँ म्यानेजमेन्ट गर्नुपर्ने हुन्छ, सबै प्रायोरिटीहरू चाहिँ आफ्नो प्रायोरिटीहरू सबै बच्चामा सिफ्ट हुन्छ। बट स्टिल वी आर इन्जोइङ द्याट जर्नी। वर्क रुटिनमा चाहिँ खासै त्यस्तो फरक चाहिँ महसुस भएको छैन। बट एट टाइम्स कस्तो हुँदो रहेछ भन्दाखेरि बच्चालाई चाहिँ रुटिन चेकअप्सहरू गर्नको लागि यता सबै म्यानेज गर्नको लागि चाहिँ अलिकति टाइम डिमान्डिङ चाहिँ बच्चाहरूले गर्छ र त्यो टाइम डिमान्डिङ गर्नको लागि चाहिँ आइ एम भेरी प्राउड अफ एनएमबी ब्याङ्क द्याट आफ्नो काम सकेपछि समयमा नै घर जानको लागि चाहिँ कतैबाट रोकटोक चाहिँ छैन। सो त्यो कुराले चाहिँ एकदमै सपोर्टिभ भएको छ। हामी एज अ ब्याङ्कर हाम्रो पर्सनल प्रोफेसनल लाइफलाई सकेसम्म सेपरेट नै राख्न खोज्छौँ, तर अभिभावक भइसकेपछि काहीँ न काहीँ गएर यो कुराहरू मिक्स हुँदो रहेछ। आफ्नो दिनचर्याहरू आफ्नो बेबी वरिपरि नै घुम्ने हुँदो रहेछ। तर म एकदम खुसी छु कि मेरो सहकर्मीहरूले मेरो संस्थाले र जुन यो वर्क कल्चर छ त्यसले गर्दाखेरि मलाई यो जुन फेज र एडजस्टमेन्टमा एकदम सजिलो बनाइदिनु भएको छ। गाह्रो भएको छ त छैन। सबैजनाले एज अ मम चाहिँ एज अ वर्किङ मम चाहिँ गाह्रो हुन्छ भनेर भन्नुहुन्थ्यो, तर सायद हामीलाई फ्यामिलीको सपोर्ट अनि कलिगको सपोर्ट र अर्गनाइजेसनको फ्लेक्सिबिलिटीले गर्दा होला खासै धेरै चेन्ज त भएको छैन। हो बच्चाको रेस्पोन्सिबिलिटीहरू एड त भएको छ होइन। तर दुईजनाको भएको हिसाबले चाहिँ टाइम म्यानेजमेन्ट गऱ्यो भने चाहिँ यो काम चाहिँ खासै गाह्रो छैन। अहिले जुन पहिला टाइममा पनि त्यस्तो चेन्ज चाहिँ हामीले पाएको छैन। अनि यहाँहरूको घर र अफिसको जिम्मेवारीलाई कसरी ब्यालेन्स गर्नुहुन्छ? च्यालेन्जेसहरू धेरै आउँछ, किन भन्दाखेरि बच्चालाई सम्हाल्नु भनेको पनि एउटा च्यालेन्ज हो र वर्कको टाइम म्यानेजमेन्ट गर्नु भने पनि च्यालेन्ज नै हो, किनभने वर्कले पनि एउटा सर्टेन टाइमको वर्क आवर्सहरू डिमान्ड गर्छ। त्यो च्यालेन्जेसहरू छ। तर कस्तो हुँदो रहेछ भन्दाखेरि जुन फ्लेक्सिबिलिटीमा आफूले काम गरेको छ, आफ्नो घरमा भएको उसको ग्रान्ड प्यारेन्ट्सहरूको पनि त्यत्तिकै आफ्नो भूमिका निर्वाह गर्नुभएको छ। त्यो कारणले गर्दाखेरि त्यस्तो धेरै च्यालेन्जेसहरू र असहज परिस्थिति चाहिँ हामीले महसुस गर्न अहिलेसम्म पाएका छैनौँ। हो, तर एज अ आमा बनिसकेपछि हस्पिटलबाट आफू फ्रेजाइल स्थितिमा घर आएपछि भनौँ न सर्टेन टाइम एडजस्ट हुँदै गर्दाखेरि फेरि त्यो बच्चालाई छोडेर अफिस आउनु भनेको एकदमै कठिन कुरा हो दुवै आमा बाउको लागि। तर एउटा अर्गनाइजेसनले एउटा सपोर्ट दिनुभयो भने, आफ्नो कलिगहरूले सपोर्ट दिनुभयो भने त्यो पनि म्यानेज हुँदै जाँदो रहेछ भनेर चाहिँ मैले सिकेँ। एउटा बच्चा भइसके पछाडि चाहिँ अब दुईजनाको साँच्चै नै रेस्पोन्सिबिलिटी बढ्छ नि होइन। जस्तो म त फेरि अब अलिकति घुम्ने मान्छे, जस्तो ट्राभलिङ गर्न मन पराउने होइन। अब जस्तो गेमहरू खेल्छु, तर हिजोको दिनभन्दा आज केही न केही कम्प्रोमाइजहरू त भएको छ होइन। तर त्यो होइन कि अर्को ठाउँबाट हिजो जहाँबाट मैले खुसी लिन्थेँ, तर अर्को ठाउँ जस्तो बच्चाबाट चाहिँ अब नयाँ मोमेन्टहरू क्रिएट भइरहेको होइन। अब त्यो दिनहरूको भोलि आउला, तर के भन्दा बच्चासँगको आजको त्यो सानो हुँदाको दिन होइन, त्यो त मैले भोलि पाउँदिनँ। त्यो हिसाबले चाहिँ अलिकति म चाहिँ अलिकति
इन्जोय नै गरिरहेको छु। मलाई पनि एज अ वर्किङ मम चाहिँ धेरै गाह्रो हुन्छ होला जस्तो लागेको थियो, तर उहाँको सपोर्ट, मेरो फ्यामिलीको इनलजहरूको सपोर्टले गर्दाखेरि चाहिँ खासै बर्डन छैन, इन्जोय गरिरहेको छौँ। प्यारेन्टहुड सजिलै भइरहेको छ। तपाईँको जीवनसाथीले तपाईँलाई कसरी हेल्प गर्नुहुन्छ त? यो प्रश्नमा चाहिँ मेरोभन्दा पनि धेरै भूमिका त एज अ आमा उनीको छ र हामीले चाहिँ धेरै जस्तो रेस्पोन्सिबिलिटीहरू हामी सेयर गर्छौँ सो द्याट कसैलाई पनि, उसलाई होस् या मलाई होस् या उसको ग्रान्ड प्यारेन्ट्सलाई होस्, त्यसरी चाहिँ स्ट्रेस नहोस् र कामबाट चाहिँ बर्नआउट नहोस् भनेर हामी रेस्पोन्सिबिलिटी सेयर गर्ने गरेका छौँ। अफिसबाट कहिले कोही ढिला भयो भने पनि कोही छिटो गएर हुन्छ नि, मेरो ठाउँमा उहाँले अरू उहाँको ठाउँमा मैले जति सके हामीले गर्न सक्छौँ, हामीले गर्न ट्राई गर्छौँ। त्यसरी नै हामीले रेस्पोन्सिबिलिटी सेयर गर्छौँ, बिहान होस्, बेलुका होस्, अरू दिउँसो होस्। यो कुरामा चाहिँ आइ एम भेरी लक्की वाइफ। उहाँको एकदम फुल सपोर्ट छ। मैले मात्रै मदर्स ड्युटी मात्रै नभएर उहाँले चाहिँ सबै ड्युटीहरू चाहिँ मेरो हामी टिम वर्क भएर गरिरहेको छौँ र खासै त्यस्तो अप्ठ्यारोहरू चाहिँ आइरहेको छैन। हो, दुईजनाकै अब साथ सहयोग भयो भने अब नहुने केही पनि छैन। त्यसले गर्दाखेरि नयाँ रेस्पोन्सिबिलिटी थपिँदा नि हामीले त्यस्तो बढेर केही फिल गरेको छैन, एकदम स्मुथ गइरहेको छ लाइफ। अभिभावक भइसकेपछि माता तीर्थ औँसीको महत्त्व कसरी बुझ्नु भएको छ र केही फरक पाउनु भएको छ? पहिला मदर्स डे भनेको एउटा सेलिब्रेसनको रूपमा हेरिन्थ्यो, आमाले गर्नुभएको मेहनत देखिन्थ्यो, तर अरू आमाहरूलाई नि हेर्थेँ, मैले कलिगहरूलाई नि हेर्थेँ, ओहो मेहनती हुनुहुन्छ जस्तो लाग्थ्यो। तर कस्तो फेजबाट गइन्छ र कति कठिन हुँदो रहेछ भनेर आफू नपरेसम्म बुझ्न अलिक गाह्रै रहेछ। अहिले म उनीहरूलाई अब्जर्भ गर्छु र उनीहरूले आफ्नो लागि, हाम्रो लागि जति सेक्रिफाइस गर्नुभयो म त्यो बुझ्छु। सो मदर्स डे भनेको मेरो लागि एक दिन मात्र होइन कि, म हरेक दिन आजकल मेरो आमालाई हेरेर म सेलिब्रेट गर्न ट्राई गर्छु। पहिला चाहिँ एक दिन मात्रै मदर्स डे मनाइन्थ्यो भने चाहिँ अझै हरेक दिन चाहिँ मदर्स डे जस्तो फिल भइरहेको छ र आफू आमा भइसकेपछि चाहिँ आफ्नो आमाप्रति धेरै सम्मान माया बढेर आएको छ। आफ्नो आमा मात्रै नभएर हरेक आमाप्रति चाहिँ सम्मान माया, आमाको त्याग तपस्या त्यति हुँदो रहेछ भन्ने चाहिँ बुझ्ने मौका पाएको छु। अब हिजोको दिनमा हामी पनि अब हस्बेन्ड वाइफ थियौँ भने अब आज बच्चाको आमा हुँदा चाहिँ अब ऊप्रति चाहिँ मेरो झनै धेरै रेस्पेक्ट बढेको छ। आफ्नो बच्चासँगको कुनै रमाइलो क्षण सेयर गरिदिनुहोस् न। कहिलेकाहीँ अफिसबाट ढिला पनि हुन्छ र उहाँले हाम्रो रेस्पोन्सिबिलिटी सेयर गर्नको लागि भनेर उहाँ छिटो गएर बेबीको टेक केयर गर्नु भएको हुन्छ। तर जब म घर पुग्छु र बच्चाले उहाँलाई छोडेर मतिर आउन खोज्छ तब मलाई एकदमै फनी लाग्छ त्यो कुरा चाहिँ। हाम्रो बाबु चाहिँ भर्खर 4 मन्थ भयो। उसको एभ्री एक्टिभिटिजहरू चाहिँ सबै प्रिसियस नै लाग्छ। उसले आई कन्ट्याक्ट गरेदेखि, उसले हाँसेदेखि, उसले अहिले चाहिँ बल्ल रोल गर्न सुरु गर्दैछ। त्यो पनि एकदम त्यो हेरेर पनि हामी एकदम इन्जोय गर्छौँ। उसको हरेक माइलस्टोनमा चाहिँ उसको एभ्री डे चाहिँ उसको चेन्ज बिहेभियर चाहिँ हामी इन्जोय गरिरहेछौँ। प्यारेन्टहुडको जर्नी एकदम लामो जर्नी हो, अलिकति टायरिङ जर्नी पनि हो। यो एक दिनको कुरा त होइन, तर हामीले के महसुस गऱ्यौँ भने यो जुन हामी काममा हुन्छौँ, घरमा हुन्छौँ, हाम्रो घरमा हाम्रो फ्यामिलीले गर्दा र काममा हाम्रो कलिगहरूले गर्दाखेरि हामीलाई कहिले पनि कुनै पनि लोड फिजिकल अर मेन्टल महसुस गर्नुपर्ने हामीले त्यस्तो फिलै गरेनौँ। थ्याङ्क यू सो मच। वाउ, थ्याङ्क यू। हामी एनएमबी ब्याङ्कमा कार्य र क्षमताको मात्र होइन, एक आमाको, एक अभिभावकको भावना र जिम्मेवारीको पनि उत्तिकै सम्मान गर्दछौँ। माता तीर्थ औँसीको शुभकामना।